माछा निकालिहाल्छ साथीहरू। हेर्नुहोस् रमेश र गोविन्दे ल जी दुईटैले मिलाएर हाने जाल। अब दुईजना मध्ये कसले गर्छ माछाको काल साथीहरू हेर्दै राख्नु होला। ए ए किनारामा रमेशले गरिरहेछ माछाको काल, गोविन्दले बस खोलामा जाल डालिहाले। हेर्नुहोस् रमेश भनेको किनारामा मारिरहेको माछा, हेर्नुहोस् गोविन्दे आली जाल भरि आयो खाली साथीहरू। हेर्नुहोस् फेरि मिलाएर हाने जाल। ओहो 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 रमेश रमेश आज गोविन्दलाई हेर बनाइहाल्छ क्या भने गोविन्दले जाल अट्क्यो। हेर्नुहोस् रमेश फिर से आहा के गाह्रो छ है, गोविन्दलाई गाह्रो छ। यो सानो माछा निकाल्यो, ओ छुटेको थियो यार ठुलो माछा। यो सानो माछा निकाल्दै बढी सानो भयो, छोडिदिउँ यसलाई यो सानोमा साइडमा। उतातिर गोविन्दले जाल फलिहाल्यो। खोजे बच्चीको ल हेर्नुहोस् यो अलिक सानो छ साथीहरू। यस्तो सानो माछा छाड्यो भने अनि चाहिँ आफ्नै फाइदा हो है। ल गायब गोविन्द फेरि खाली साथीहरू। हेर्नुहोस्